हामीले चुनाव चिन्ह माटोमा यसपालि भोट हालिनौं भने फेरि पुरानै दशा हाम्रो दोहोरी, फेरि आन्दोलनमा जान्छ मुलुक। बेला बेलामा भ्रष्टाचार विरोधी आन्दोलनहरू भइ नै रहन्छन्, हाम्रो छोराछोरीहरू मरि नै रहन्छन्, हाम्रो छोरा नाति मरि नै रहन्छ, केही पनि उन्नति प्रगति हुँदैन। तर यसपालि हामीले चाहिँ चेन्ज गर्यौं होइन, हाम्रो मत परिवर्तन गरेर चुनाव चिन्ह माटोमा भोट हाल्यौं भने यसपालि हामी ठूलो परिवर्तन गर्न सक्छौं। हामीले शिक्षामा परिवर्तन ल्याउन सक्छौं। मैले भनिरहेको छु 3 दिन मात्रै स्कुल लगाउनु पर्छ, जो 6 दिन 7 दिन पढेर काम छैन, काम सिक्नु पर्यो। गफ सिकेर हामीले केही पनि गर्न सकेन। जति पढ्छौं उति गफ गर्नु मात्रै आउँछ हामीलाई, भात पकाइ खानु पनि जान्दैनौँ, आफूले लगाएको लुगा सिलाउनु पनि आउँदैन हामीलाई, हामीले खाने अन्नको बिउ हामीले थाहा छैन, खेतबारी बाँझै छन्, बरु खेतबारीमा प्लटिङ गरेर घडेरी बनाउँछौं, पैसा लिन चाहिँ हामी विदेश जानुपर्छ। यो जति पनि घरहरू देखिन्छ यो सबै विदेशी पैसा लिएर हामीले चाहिँ बनाएका घरहरू हुन्। यहाँ हामी बसिरहेका छैनौँ जस्तो मलाई लाग्छ। लाउरेले बनाएका घरहरूमा लाउरे छैन, आज युकेमा छ। कति दुःख गर्नु, पहिला 35 वर्ष जागिर गर्यो, त्यसपछि फेरि उतै गएर चाहिँ होइन बस्नुपर्ने, देशमा बस्नुपर्ने वातावरण छैन। मैले समग्रमा भन्नुपर्दा त्यसो भएको कारणले गर्दाखेरि देशमै बस्ने वातावरण बनाउने यदि हो भने चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ। हामीसँग त्यो भिजन छ, विचार छ, दृष्टिकोण छ, दूरदर्शी नेतृत्व, हामी चाहिँ निर्णय गर्न सक्ने हाम्रो क्षमता छ, र त्यो अनुसारको हाम्रो चाहिँ गफ मात्रै होइन, हामीले काम पनि गरिरहेका। हिजो मात्रै पनि मैले एउटा गाउँका चाहिँ होइन दाजुभाइ दिदी बहिनीहरूले, श्रमदाताहरूले एउटा पुल बनाएको देखे। बाँसकै भए पनि तपाईँको चाहिँ एउटा पुल बनाएर उहाँहरूले परिवर्तन गरिराख्नु भएको देखियो। यो जागरण हामीले लिएका छौँ। श्रम संस्कृतिले सरकार गठन गर्यो भने मात्रै, श्रम संस्कृति नीति लेख्ने ठाउँमा पुग्यो भने मात्रै त्यो हामीले गर्न चाहेको हाम्रो श्रमको क्रान्तिले राष्ट्रिय नीतिको रूप लिन्छ। त्यस पछाडि देशमा उत्पादन, निर्माण र सामाजिक परिवर्तन सहितको चेतनाको परिवर्तन सहितको विकासहरू हामी देख्न सक्छौँ। त्यसो भएको कारणले गर्दाखेरि एक ठान सांसद जितेर जाने कुरा मात्रै होइन। यो मैले भनिरहेको छु, एमालेबाट तपाईँले जिताएर पठाउनु भयो भने एक ठान सांसद मात्रै हो जसले केपी ओलीलाई गएर भोट हाल्छ। कंग्रेसबाट तपाईँले चाहिँ जिताएर पठाउनु भयो भने त्यहाँबाट पनि एक ठान सांसद मात्रै जाने हो जसले गगन थापालाई भोट हाल्छ। शरीरलाई तपाईँको चाहिँ जिताएर है, तपाईँको घन्टीलाई जिताएर पठाउनु भयो भने त्यसले पनि एक ठान तपाईँको चाहिँ सांसद मात्रै दिन्छ, त्यसले बालेन शाहलाई भोट हाल्छ अथवा रवि लामे छानालाई भोट हाल्छ। तर हर्क साम्पाङ मात्रै त्यस्तो एउटा उम्मेद्वार हो धरान उपमहानगरपालिकाको तर्फबाट, सुनसरी 1 को तर्फबाट, जसलाई भोट हालेपछि चाहिँ एउटा के हुन्छ भन्दाखेरि हर्क साम्पाङ आफै श्रम संस्कृति पार्टीको अध्यक्ष भएको नाताले एउटा प्रधानमन्त्रीको उम्मेद्वार हो। जत्रो परिवर्तन हामी श्रम संस्कृतिको चुनाव चिन्ह माटोमा हालेर ल्याउन सक्छौँ, त्यत्रो परिवर्तन अरू पार्टीको भोट तपाईँको चिन्हमा हालेर भोट ल्याउन सक्दैन। र जुन किसिमले मैले कुराहरू उठान गर्न सक्छु र जुन किसिमले उठान गरेका कुराहरूलाई बिट मार्न सक्छु, तपाईँको छैन ती कुराहरूलाई हेर्दाखेरि अरू मान्छेहरू भन्दा मैले तपाईँहरूको हक अधिकारको बारेमा पनि, सांस्कृतिक हक अधिकारको बारेमा, सामाजिक हक अधिकारको बारेमा, कानुनी हक अधिकारको बारेमा, सेवा सुविधा पाउने प्रशासनिक हक अधिकारको बारेमा जे कुरा म उठाउन सक्छु र गर्न सक्छु अहिले उठेका तपाईँको उम्मेद्वारहरूले गर्न सक्दैन।